आज चाहिँ म हाइब्रिड सयपत्रीको कटिङहरू राख्न गइरहेको छु। तपाईँसँग एक दुईवटा प्लान्ट छ भने चाहिँ त्यो प्लान्टबाट तपाईँले धेरै बनाउन सक्नुहुनेछ। अनि आउनुहोस् हेरौँ नयाँ प्लान्टहरू के कसरी राखिन्छ भनेर। तपाईँले कटिङ राख्दाखेरि चाहिँ पुरानो पटको मलमा राख्दा पनि हुन्छ, बलुवामा राख्दा पनि हुन्छ, अनि कोकोपिट बलुवा मिक्स गरेर राख्दा पनि हुन्छ। आउनुहोस् हेरौँ। अब यो सयपत्रीको बिरुवाहरू रोपेको चाहिँ 1 महिना भयो र यसमा चाहिँ अब पुरै ब्रान्चहरू आइरहेको छ र यसमा चाहिँ ठिक्कै यो जुन जहाँनिर चाहिँ यसको यो कटिङको नोट छ है, त्यहाँनिर यो प्लान्टको नोट भएकोमा ठिक्कै भाँचेर चाहिँ यसलाई कटिङ राख्नुपर्छ। अनि यसको चाहिँ के फाइदा छ भने दुईवटा फाइदा छ। एउटा चाहिँ हामीलाई कटिङ पनि निस्किन्छ, अर्को चाहिँ यसमा प्रुनिङ पनि भएर यसो छोटैमा मजाले यसलाई फुल्छ हो, बुसी भएर जानेछ। यसरी नै तपाईँले यतिको हाइटको कटिङ निकालेर चाहिँ तपाईँले यसलाई गाड्नु सक्नुहुनेछ। अनि गाड्दाखेरि चाहिँ अघि यहाँ ठिक्कै पारेको थियो है सबै मलहरू, यसमा पानी र मिक्स गरेर रेडी छ। अनि यसलाई चाहिँ अब तपाईँले पालो पालो गर्दै तपाईँले गाड्नु सक्नुहुनेछ है। यसमा चाहिँ रुट हर्मोन पनि लाउनु सक्नुहुनेछ तपाईँले, तर म चाहिँ यसमा रुट हर्मोन लाउँदिनँ, तपाईँले लाउनु सक्नुहुनेछ है। अनि यसमा चाहिँ पत्ताहरू चाहिँ मुनि मुनिको निकालेर चाहिँ तपाईँले यसरी नै तपाईँले राख्नु सक्नुहुनेछ यसमा। अनि यसलाई चाहिँ अब राखेपछि चाहिँ यसलाई एकदम है लाइट आउने जग्गामा है, घाम पर्नु भएन बेसी, अनि शीतल जग्गामा चाहिँ यसलाई राख्नुपर्छ तपाईँले हो। यसलाई बर्खाको पानीले चाहिँ पर्नु हुँदैन, बर्खाको पानीले भेट्यो भने चाहिँ यो कुहिएर जानेछ। र त्यसरी नै तपाईँको सयपत्रीको बिरुवाहरू छ भने चाहिँ तपाईँले यसरी कटिङ लाउन सक्नुहुनेछ।